दलीय व्यवस्था आयो भने उपेक्षित उत्पीडित वर्गहरूलाई न्याय हुन्छ भनेर सबै मान्छे पञ्चायत मुर्दाबाद बहुदलीय व्यवस्था जिन्दाबाद भनेर सबै मान्छे बहुदलको पक्षमा आए। देशमा बहुदल आयो, 48 मा निर्वाचन भयो, फेरि काङ्ग्रेसको बहुमत आयो है। 52 पछि माओवादी जन्मियो के भन्यो भने यो देशमा राजा भन्ने एउटा त्यस्तो तत्त्व छ, राजा भन्ने तत्त्व भएको कारणले गर्दाखेरि उपेक्षित उत्पीडित वर्गलाई अन्याय भयो, शोषण भयो, दमन भयो। यो राजालाई फालम र जनताको बहुदलीय जनवाद एमाले भन्यो, संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस माओवादीहरूले भने यी सबै खालका विचारहरू लिएर आएर राजा फालियो र नयाँ विचारधारा लागू गरियो भने देशलाई न्याय हुन्छ भनेर सबै मान्छे माओवादीमा लाग्यो। सबै मान्छे लागे माओवादी। गर्भमा बच्चा बोकेर, पिठ्युमा बच्चा बोकेर, खाली खुट्टा, भोको पेट, नाङ्गो शरीर लिएर हाम्रा सबै ठुलाइहरू जेठो भेनाजु सबै माओवादीमा लाग्यो। बन्दुक फड्काइयो, 62-63 आन्दोलन भयो, राजा गयो, गणतन्त्र स्थापना भयो, लोकतन्त्र आयो। राणा गयो, पञ्चायत गयो, राजा गयो, पुरानो व्यवस्था बन्यो, लोकतन्त्र आयो, गणतन्त्र आयो, प्रजातन्त्र आयो, संविधान बन्यो, सबै कुरा सुनिश्चित भयो। सिंहदरबारभित्र गएर अर्काले छिस्किने लगाइदिएपछि दलित खङ्ग्रन्न तर्सिएको थियो। दलित त कहिले पनि भएन त्यो लास्टमा। अस्ति योभन्दा पहिला बनेको केपी ओली नेतृत्वको सरकारमा 26 जना मान्छे मन्त्री हुँदै गर्दा एकजना दलित पनि परेन। अघि प्रतिनिधिले एउटा आँकडा भन्नुभयो तपाईँहरूलाई, 64 मा 51 जना दलित सांसद थियो, 70 मा त्यो घटेर 41 मा आयो, 74 मा त्यो घटेर 19 मा आयो, 79 मा त्यो घटेर 14 जनामा सीमित भयो। कांग्रेसले त एकजना दलितलाई पनि छेउ टुप्पै पर्न दिएन। अनि म त्यही समाचार हेरिरहेको छु, को पर्याएर छ कांग्रेसको समानुपाती गर्नु भनेर सो हेरिरहेको छु है। कहीँ कतैबाट पनि के भयो हेलो अब यो आशयमा यो यसलाई मिलाउनुलाई भनेपछि अहिले हामीले यसो हेरिरहेका छौँ, सबै मान्छे परिसक्दै गर्दाखेरि कहीँ कतैबाट दलितहरू पर्ने अवस्था भयो। हामीले हेर्नु लामो समय अहिले आएर थारूले छुट्टै पार्टी बनाउनु पर्ने, मधेसीले छुट्टै पार्टी बनाउनु पर्ने, जनजातिले छुट्टै पार्टी बनाउनु पर्ने, पहिचानवादीले छुट्टै पार्टी बनाउनु पर्ने, दलितले छुट्टै पार्टी बनाउनु पर्ने। अस्ति निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै जाँदै क्रममा तेस्रो लिङ्गी समुदायका साथीहरू पनि हामी आफ्नो पहिचानको पार्टी बनाउँछौँ भनेर तेस्रो लिङ्गीहरूको पनि पार्टी बनाउनु पर्ने कारण आइपुग्यो। किन आयो त फेरि यस्तो कारण? कसले ल्यायो यस्तो कारण? यो पनि छलफल गर्नुपर्ने बेला भयो। हिजो क्रान्तिकारी भन्ने विद्रोहीहरूले गरे के भने तामाङ भेट्यो तर तामसाङ राज्य चाहिन्छ भने, मगर भेट्यो यहाँ मगराज हुनुपर्छ भने, थारू भेट्यो यहाँ थरुवाट हुनुपर्छ भने, राईको मुखिराजलाई तेरो पहिचानको मुद्दा लड्नुपर्छ भने, दलितहरू भेटिँदा एउटा पहिचान सहित आत्मसम्मान ढिग्निटीको एउटा लडाइँ सभाइ उठ लड्न तयार भने सबैभन्दा पहिला चाहिँ एउटा दलितले दिलबहादुर रम्तेल एउटा सार्कीको छोरो बलि चढेर माओवादी चलेको त प्रारम्भ भयो। सबैलाई भेट्दा भेट्दा सबको पुच्छरमा आगो लाग्यो, हनुमान जस्तो जगाइदियो माओवादीले सबलाई। सबै जागे हो त लड्नुपर्ने छ त, हो त हो त हो त हो त भनेपछि सबै मान्छे हनुमान जस्तो चाहिँ पुच्छरमा आगो लगाएर सबै मान्छे गयो। सर्लाको भित्र गएर सबैले सिंहदरबारभित्र चिस्किलो लगाइदिन्छ। सिंहदरबार किन चल्यो, अर्को किन चल्यो, यो किन चल्यो भन्दै भन्दैछ। आगो कसले लगायो? पहिलेबाट लाग्न थालेको हामी यो अस्ति लागे आगो हो। जेनजीको 12 क्लासको किताबमा केपी ओलीले कति भ्रष्टाचार गरेको छ मैले लेखाएको छ। त्यहाँ केपी ओली उसो घर गएर जेनजीले केपी ओली घर देखाएको छ। शेर्पा दोबा घर जेनजीलाई कहाँ के थाहा छ त्यहाँ घर छ भने पैसा त्यहाँ राखेको छ भाउजूले भने कसलाई थाहा छ तिमीलाई? 8 क्लासको किताबमा आरु दोबा घर कति पैसा छ, कति भ्रष्टाचार गरेको छ मैले लेखाएको छ। छैन नि त त्यो त। यिनले गरेको आफैले गरेको बदमासी कांग्रेस एमाले माओवादीहरूले विशेष गरी हनुमान जगाइदिए। हनुमान बिसाउन नजान्दा आज त्यो हनुमानको पुच्छरमा आएको आगोले त्यो लङ्का जले आएको जहाँ जहाँ गएर बस्यो त्यहाँ आगो लागेर आएको कसले जगाएको? म खुरुखुरुमा पत्रकार बनेर बस्थेँ म काठमाडौँमा। म आज नाङ्लो लाएर साङ्लो लाएर दाम्रो लाएर किन लड्नु पर्थ्यो? खुरुखुरु काङ्ग्रेसले यो काम गरिदिया भए अहिले हामीले त्यहाँ यहाँ त्यो छलफल गरिरहेको छ। आखिर यो काङ्ग्रेसले आज यस्तै पठाउनु पर्ने रहेछ। खुरुखुरु काङ्ग्रेस आफ्नो बाटो हिँडेर हामीले किन बलबलाउनु परेको थियो? माओवादीले आफ्नो खुरुखुरु काम गरे भए अहिले जेनजीले समातेर झापड नहानिकन यिनको बुद्धि अस्ति नै पहिला आइदिया भए यत्रो गर्न जरुरी थियो। यहाँ यो काङ्ग्रेस सुध्रिया भए, एमाले सुध्रिया भए, माओवादी सुध्रिया भए। रवि लामिछाने अमेरिकामै थिए, चुपचाप गरिरहेको थियो। बालन शाह आफ्नो ड्याप हानेर बसिरहेको थियो। कुलमान घिसिमा आफ्नो काम गरेर किन गरेको काम जरुरी गर्न जरुरी थियो? यो उसलाई कसले गर्न यो लडाइँ लड्न जरुरी थियो?
यो हामीले रहरले गरेको विषय होइन। यो काम काङ्ग्रेसले गर्नु पर्थ्यो, यो काम एमाले गर्नु पर्थ्यो, यो काम माओवादीले गर्नु पर्थ्यो। किन गर्नु पर्थ्यो? काङ्ग्रेस बन्नुमा, एमाले बन्नुमा, माओवादी बन्नुमा जनताको रगत पसिना बलिदान योगदान परेको छ। प्रत्येक सासमा केपी ओलीले फेरि प्रत्येक सासमा जनताको सास जोडिएको छ, रगत जोडिएको छ, पसिना जोडिएको छ। हजारौं मान्छेले रगत बगाएपछि हजारौं मान्छे अङ्गभङ्ग, लाखौं मान्छे घरबार विहीन भएर टाउकोमा छर्रा, शरीरमा गोली बममा पीडाएर त्यो घृणा बोकेर बस्न तयार छ बल्ल प्रचण्ड भएको। तर रवि लामिछाने बन्नुमा के लगाएको छ? कसले कति रगत बगाएको छ? बागुन शाह बन्नुमा कसले कति रगत बगाएको छ? कुलनाथ घिसिङहरू बन्नुमा आज मान्छेहरू जो एउटा खित्तामा आएका छन्, यसले एउटा नयाँ उत्साह दिएको छ। यो काम कङ्ग्रेस माने माओवादीले गरिदिएको भए यत्रो जरुरी थियो, यो लडाइँ गरिरहनु पर्ने जरुरी थियो। आज प्रकाश सोपत किन समानुपातिक कोटामा आउनु पर्थ्यो? आज केपी ओलीले राम्रो काम गरिदिए भए प्रकाश सोपत नेता बन्न आउनु पर्थ्यो। आज उनी गिदाएर बस्थे, उनीहरूको मनमा एउटा युगो भयो। आज केपी, आज प्रकाश सोपत राष्ट्रपाबाट आज उनी समानुपातिक सांसद भए किन बने? एउटा प्रधानमन्त्रीलाई नमस्कार गर्दाखेरि तिनको करियर ध्वस्त पारे होइन। एउटा प्रधानमन्त्री गतिलो भइदिए भए आज देश यस्तो हुन्थ्यो। आज रिमा विश्वकर्माहरू किन आउनु पर्थ्यो? फलानु क्रिकेटर किन आउनु पर्थ्यो? फलानु किन आउनु पर्थ्यो? आज यसले देश ध्वस्त पारेको कारणले आफ्नो सपना जिन्दगी दाउमा राखेर आयो। हामीसँग रेडियो टेलिभिजनमा काम गरेका साथीहरू युरोप अमेरिकामा छन्। आज हामी अनुहार बिगारेर रातभरि नसुतेर यो दुनियाँ नपाएको लागि थियो, यो लागि जरुरी थियो। यसरी काङ्ग्रेस सुध्रिएको भए, पहिला त्यो झापड खानुभन्दा पहिले सुध्रिया भयो, त्यो भाटा खानुभन्दा पहिले सुध्रिया भयो, आगो लगाउनुभन्दा पहिले सुध्रिया भयो, काङ्ग्रेसमा माओवादी ठेगानमा आइदिए भए आज जनतालाई दुःख हुन्थ्यो। अझै आधार मैले अलि यसो हेरेको छु, मैले त्यसो हेरेको छु। उसमा चाहिँ त्यो काङ्ग्रेसले चाहिँ फलानु जेन्जीको सहित फलानु जेन्जीको बुवालाई आमालाई समानुपातिक कोटाबाट लाभ लाग्दैन काङ्ग्रेसलाई। गोली हान्ने आफै गएर गोली हान्ने, छोरो मारिदिने, आमालाई ल्याएर सांसदको कोटामा राख्ने लाभ लाग्दैन काङ्ग्रेस। गोली हान्ने घरमा गएर आगो लाउने, पानी लगेर जाने। हामी त राहत दिन आएको छैन भने आफू गएर पछाडिबाट गएर आगो लाउने, अगाडिबाट पानी लिएर जाने, उताबाट गएर खानाको भाँडा घोटाइदिने, यताबाट भात लिएर जाने। हामी त राहत दिन लाभ लाग्दैन काङ्ग्रेसमा। अनि यसो हेरेको छु मैले त्यो कोटामा चाहिँ फलानु सहितको आमालाई चाहिँ समानुपातिक कोटामा भाटा हालेर रहनु पर्छ। सामन्तीलाई गोली हाने पनि अस्पताल भानेसम्म गोली हानेबाट को थियो त्यसको प्रधानमन्त्री? को थियो त्यसको गृहमन्त्री? कसले थियो त्यसको आधा स्थिति? यो आक्रोश आवेगको मात्र कुरा होइन। जेन्जी ढलेको छ, सिंहदरबारमा आएको गलेको छ, कन्दरी जलेको छ, बजारमा रगतभित्र मान्छे चाहिँ लत्कतिएर बसेको छ, देश खरानी भएको छ। त्यहीभित्र हेरेको हुङ्कार छ, म बाघ हुँ, म सिंह हुँ, म त बाघ हुँ, बाघ आयो फलानुको बाघ हुन्छ। अन्त मलाई यसो भनेको फलानु भनेको त एमालेको बाघ हो नि, बाघै हुने हो। एउटाले बाघ हुँ भनेको छ, अर्कोले गाई हुँ भनेको छ, अर्कोले गोरु हुँ भनेको छ। अझ एउटाले मलाई भन्यो दाइ एमालेको त फलानु बाघ हो नि। हो भाइ, बाघै हुन्, सिंहै हुन्। तर बाघ भयो भने सिंह भयो भने जनावर त जनावरै हो नि त। जे भयो भने होइन, जनावरै हुन्। के बनाउने? बाघै हुन्, सिंहै हुन्, मान्छे खाने रगतै खाने। अस्ति एउटाले गीत गाएको साई पनि एमाले, मै पनि एमाले, मेरो त रगतमा एमाले छ भने हो। ठिक बनाउनु पर्ने। प्रत्येक मान्छेको रगतमा एमालेको रगत छ, प्रत्येक रगतमा चाहिँ एमाले छ। अहिले मैले यसो देखाएको त्यहाँ चाहिँ उसमा अब त एमाले अस्ति त्यो महाधिवेशनमा यसो हेरेको मैले त्यो हुङ्कार त्यो अध्यक्षको। अब त एमाले त कुकुर उठायो भने जित्छ। अब एमाले त मान्छे उठाउनै पर्दैन, कुकुर उठायो भने जित्छ। केपी ओलीलाई उठाउनुभन्दा कुकुर उठाउनु दिन्छ बरु एमाले। कम्तीमा कुकुर बाहेर उठायो। केपी ओलीलाई अब पनि उम्मेदवार बनाएर ल्याउनुभन्दा बरु एमाले कुकुर उठाउनु हो। अलि राम्रो जातको कुकुर, अलि हाइब्रिड जातको कुकुर, अलि के जर्मन सेफर्ड, अलि भोटे कुकुर के हुन्छ नि, बफादार अलि तन्दार कुकुर, अलि पर्याय गरेर लड्न सक्ने खालको। मैले यसो हेरेको छु, म समाचार हेरेको छु रातभरि, अचम्मै परेको छु मैले देखेर। म त बाघ हुँ, म त हुँ गर्दै बजारमा, म त हुँ गर्दै ल सबैलाई चिडियाखाना छुनुपर्छ। बाघबाट बजारमा छोड्नु त नि एउटालाई जनताले बुझ्नुपर्छ, सबले बुझ्नुपर्ने बेला हो। दलित जनजाति मधेसका कुरा पछि अनि मलाई कतिपय साथीहरूले भन्नुहुन्छ चाहिँ तपाईँ दलित मात्रै भन्नुहुन्छ। दलित घृणा छ, अन्याय छ, अत्याचार छ, यो बोल्नुपर्ने बेला छैन मलाई। तर म अब दलित मात्र कुरा छैन, देशको कुरा छैन। कतिपय साथीहरूलाई त्यो कुरा सिँगै वर्ष अब त्रिशुलीमा उतार्नु परिसकेपछि टिभी कति राम्रो थियो भने भित्र टिभी मात्र बसेर भयो। यत्रो राम्रो एलइडी टिभी फुट्छ कि भनेर अब हामीले दलित मात्र भने भित्र सिट्स मात्र बस्नु जरुरी छैन। देश पहिला, देशपछि अरू, त्यसपछि अरू, यसपछि अरू। देश पहिला हुनु पर्यो, पहिला देश बच्नु पर्यो। हामीले यो तयारी पनि हामी पनि कुरा गरिरहेका छौँ। हामीले पनि गएर भने रवि लामिछानेलाई जेलमै गएर पनि यो बेलामा देशलाई सङ्कट परेको छ।
यो देशको नेतृत्व कसैले गर्न सक्छ यो बेलामा भने यो आन्दोलन नेतृत्व कसैले गर्न सक्छ भने त्यो रवि लामिछाने हो। मसँग तिर्ने पैसा छैन तर म जेलमा बसेर रवि लामिछानेलाई छोड्न मिल्छ मलाई जेलमा हाल्दिनुहोस्। कोही न कोही जेल पुर्नुपर्छ कोही भाग्छ भन्ने लाग्छ भने म जेल पुर्छु भने मैले त्यहाँबाट भन्दिनँ। किन देशलाई सङ्कट परेको थियो यो बेलामा देशलाई अप्ठ्यारो परेको थियो त्यो बेला। हामीले बालन शाहलाई पनि गएर भन्नु तपाईँ हिँड्नुपर्छ। हामीले बालन शाहलाई पनि गएर तपाईँले देशलाई सङ्कट परेको बेलामा राजनीतिमा आउने इच्छा अनिच्छा के थियो थाहा थिएन तर अस्ति भने मलाई घरमै पनि बोलाउनु भयो र सङ्कट गर्नु ल भनौँ हामीले के गरौँ तपाईँ आउनुहोस् नेतृत्व गर्नुहोस्। देशलाई सङ्कट परेको छ देशलाई अप्ठ्यारो परेको छ। हामीले कुलमान घिसिङलाई गएर पनि भनेको हिजोसम्म कतिपय मिल्ने नमिल्ने धेरै खाना कुरा हामीले गएर भनेको दाइ देश पहिला हो पहिला देश बन्यो भने देश रह्यो भने पहिला सङ्कट गरौँला भित्र पहिला देश बचाउँ लोकतन्त्र बचाउँ गणतन्त्र बचाउँ। यिनीहरू त अहिले कता निउखोज्दै हिँडेको कति बेला मसँग ठोकेर पहिले यसो यिनीहरूलाई कस्तो हुँदो रहेछ भने गएर डङ्ग आफैले ठोकिने अनि झापडा हान्दियो भने नभए हान्यो भनेर त्यो निउखोज्दा हिँडेको छ। काङ्ग्रेस एमाले बजारमा यसो छाती म त यसो यसो गर्दै कोही ठोकेर मलाई हान्दिया भए निउखोज्दै भनेर हिँडेको छ। कसैले त चुनाव हार दिनु पाए हुन्थ्यो भन्नेमा छैन त्यो खालको परेको छ अहिले बेला। हामीले बालन शाह कुलमान घिसिङलाई पनि भने सुदन कुलुङले जे रात दिनको जे मेहनत गरिरहनु भएको छ बडा राम्रो कामहरू अहिले भइरहेको छ। हामीले सरकारलाई पनि भनेको हामीले बाहिर रहेका जेन्जी पुस्ताका सबै साथीहरूलाई पनि के भन्यौँ भने यो बेलामा सबै एक ठाउँमा जुट्नुपर्छ है सबै एक ठाउँ मिल्नुपर्छ है। हामीले कलाकार पनि प्रकाश समितिहरू पनि त्यो इच्छा प्रकट गरेका थिएन निमा विश्वकर्माले त्यो इच्छा प्रकट गरेका थिएन कोही क्रिकेटरहरूले इच्छा प्रकट गरेका थिएन तर हामीले तत्त्वको ठाउँमा विषयगत विज्ञता हासिल गरेका मान्छेहरू आउनुहोस् यो देश बनाउने बेला भयो। यो 8 क्लास पढेको मान्छेले चाहिँ त्यो देश चाहिँ भोट गरिदिँदाखेरि अहिले अस्ति मान्छे कतिपय भने यो 22 र 23 र 24 आन्दोलन भयो 23 र 24 आन्दोलन भएको थियो अटाटा भएको छोराछोरीलाई चाहिँ राम्रो बोर्डिङमा पढाउने अमेरिका पढाउने अस्ट्रेलिया पढाउने अक्सफोर्डमा पढाउने अक्सफोर्ड पढेर आएको आइफोनको कम्पनीमा काम गर्ने मान्छे आछ बजारमा इन्जिनियर बनेर आछ आइफोन हातमा समातेर रातोले काट्ने हरियोले उठाउने भन्ने मान्छेले देश चलाएर बसेको छ अनि पढ्किन देशले यतापट्टि हेऱ्यो भने त्यो आइफोनको कम्पनीमा काम गरेर आएको मान्छे बसेको छ उतापट्टि यतापट्टि 8 क्लास पढेको मान्छेले टाङ अडाएर बिचमा बसेको छ। देश हट अट्याक भएको अस्ति केपी ओलीले रोकिदिएको कारण देश पड्क्यो हो आन्दोलन भएको होइन। छोरालाई पाइलट पढाएर ल्याएको त छोरालाई प्लेन चलाउनु दिनु नि त फेरि पाइलट पढाएर ल्याउने यता बस म चलाउँछु भन्ने ड्राइभर सिकाउने फेरि यता बस म चलाउँछु भन्ने तपाईँ हामी दुःख गरेर छोरालाई चाहिँ बोर्डिङमा पढाउने अनि अङ्ग्रेजी किताब चाहिँ के अरे उर्दूमा पढाएर सुनाएर हुन्छ अङ्ग्रेजी किताबलाई चाहिँ त्यो मैथिलीमा पढाएर सुनाएर हुन्छ। संसार कहाँबाट कहाँ पुगेको छ 8 क्लास पढाएको मान्छेले टाङ गडाएर हुँ म यो त भनेर कुट्याउला यसो गरेर डसेर बसेको छ संसारमा संसारलाई डसेर बसेको छ हुँ बागुन म त भन्दै बसेको छ। यो कुरा बुझ्नु पर्छ। हामीले सबैलाई भनेको यो बेलामा चाहिँ सबै एउटा किताबमा आउँ भनेर चाहिँ हामीले सबैलाई अपिल गरेको छौँ। अब यो बेला दलित कतापट्टि उभिने मान्छेलाई कतिपय यसमा लागेको छ अहिले बजारमा दलित र जनजातिको ठुलो चर्चा छ अहिले प्रत्येक पार्टीले दलित एउटा न एउटा चर्चित अनुहारहरू अगाडि सारिरहेको छ। अहिले दलितहरू खुब चर्चामा छ कलाकार पत्रकार अगुवा अभियन्ता सबको भ्याउनु परेको छ किनभने देशमा दिनभरिले घाममा नाम लागेर भोट हाल्ने 1 नम्बरमा दलित छ 2 नम्बरमा मधेसी छ 3 नम्बरमा जनजाति छ 4 नम्बरमा खसारै छ तर तल बत्दाखेरि सबभन्दा पहिला फेरि दलित फेरि सबभन्दा मुनि परेको छ। सबभन्दा बढी गाउँमा त पुलिस पुरेर बसेको छ यिनीहरू त काठमाडौँमा नेता मन्त्री भएर बसेका छन् आफू डिआइजी भएर सचिव भएर बसेका छन् छोराछोरी सब अस्ट्रेलिया राखेको छ। हामीलाई गाउँमा लगेर राख्ने किन गाउँपालिका जित्नुपर्छ भने नगरपालिका हामीलाई बजारमा झर्न नदिने आफूलाई राम्रो देखाउन हामीलाई फोहोर बनाएर राख्ने आफूलाई अग्लो देखाउन हामीलाई होचो बनाएर राख्ने आफूलाई पढेको देखाउन हामीलाई नपढेको बनाएर राख्ने आफूलाई सबै देखाउन हामीलाई असबै बनाएर राख्ने हामीले पढ्न नपाएर होइन नि त हामीले हिँड्न नपाएर होइन नि त हामी त गयौँ भन्दै अगाडिपट्टिबाट तरबार लिएर बन्दुक लिएर बसिरहने मुखा बन्दुक बजारेर बसेर अब यो विरुद्धमा नयाँ छलफल हुनुपर्छ। यो बारेमा हामीले सबै नयाँ खालका राजनैतिक दलहरूसँग एउटा खालको छलफल गरिरहेका छौँ। हामीले हिजो अस्ति पनि हामी राज्य बेसमा छलफल गरिरहेका छौँ। परिन्छ भने पनि चाहिन्छ पाइन्छ भने पनि नपाइन्छ भने पनि दुईटा कुरा मैले अस्ति पनि भनेको थिएँ आज पनि मैले भनेको रहेको यो निर्वाचन फागुन 21 गते हुने निर्वाचनमा कङ्ग्रेसको रुख र केपी ओलीको मुख देखिनु हुँदैन कहीँ कतैबाट पनि यो हामी स्पष्ट कुरा काङ्ग्रेसहरू फेरि के आउँदै बजारमा आउँदै भोटको लागि उज्यालो खानलाई दिनुहोस् देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस् भन्दै फेरि आउँछ नि बजार फेरि बजारमा यिनीहरू आउँछ नि काङ्ग्रेसहरू फेरि भोटको लागि हरियो रुखमा दिनुहोस् भन्दै काङ्ग्रेस फेरि बिग्राउने आउँछ जनताले बुझ्नुपर्छ। भोटको लागि हरियो रुखमा दिनुहोस् भन्दै गर्दा भोटको लागि हरियो रुखमा दिनुहोस् रुखमा भोट माग्न आउनेलाई मुखमा दिनुहोस् भनेर एकचोटि चाहिँ भन्नुपर्छ। नाकमा दिनुहोस् घुमाइ दिनुहोस् भने उनीहरूलाई एकचोटि चाहिँ उनको नाकको डाँडी भाँचिएर दिनुपर्ने छ एकचोटि अनि जहिले पनि फेरि माग्दैन 21 गते मलाई अचम्म लागेको छ काङ्ग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ चुनावमा भने कुन मुख लिएर आउला कुन रुख लिएर आउला के भन्न आउला नि फेरि
भनेपछि त्यही मुख लिएर आउँछन् कि अस्ति झापड खाएको नयाँ मुख लिएर आउँछन् कि कसरी आउँछन् यिनीहरू बजारमा भनेर अनुभव परेको छु उनीहरूलाई के भन्ने आएर फेरि मेरो दाइ भाउजू घरमा भेटिएको पैसा यो आइले बनाएको भन्नुहुँदा अरू केही छैन पैसा भेटिया चाहिँ यो आइले बनाएको यो आइले पैसा बनाउनु राष्ट्र ब्याङ्क किन चाहिएको छ भने त्यो यो आइले किन पैसाले भन्ने भात खायो भने त्यही आइलाई तिर भन्ने घर किन्ने बेला त्यहीलाई तिर भन्नु राष्ट्र ब्याङ्क किन चाहिएको छ यो आइले पैसा बनाउनु भयो यस्ता कुरा गरेर मान्छेलाई चाहिँ बडो यो अनुमानमा परेछ यो बेलामा जनताले यो कुरा बुझ्नुपर्छ हामीले यो कुरा भनेका छौँ अब दलित कतापट्टि उभिने दलित स्मार्ट हुनुपर्छ जति पनि दलित समुदायहरू हुनुहुन्छ गैर दलित समुदायका पनि हुनुहुन्छ दलित समुदाय यो बेलामा दलित बुझ्नुपर्छ अब चुनाव काङ्ग्रेस एमाले माओवादी नयाँ पुरानो हुँदैन चुनाव अब चुनाव भ्रष्टाचारी र सदाचारी बिचमा हुन्छ चोर र पुलिसको बिचमा हुन्छ हत्यारा र सदाचारीको बिचमा हुन्छ तपाईँ चोरतिर कि पुलिसतिर तपाईँ हत्यारातिर कि सदाचारतिर तपाईँ भ्रष्टाचारतिर कि क्रान्तिकारीतिर तपाईँ रामतिर कि रावणतिर कृष्णतिर कि कंसतिर कतापट्टि तपाईँ सत्यतिर कि असत्यतिर दिनतिर कि राततिर अब हामीले किता कट गर्नुपर्ने कुरा भएको छ को रावण हो को राम हो चिन्नु गर्न काङ्ग्रेसमा माओ छोडिदिनु चिन्नु अस्ति मलाई साथीहरूले यसो पार्टी खोल्दै गर्दा पत्रकार साथीहरू तपाईँ लक्ष्य के हो तपाईँ उद्देश्य के हो यो पार्टीको लक्ष्य उद्देश्य के हो काङ्ग्रेसको लक्ष्य के हो एमालेको उद्देश्य के हो माओवादी पुग्न खोजेका लक्ष्य के हो रणनीति के हो पुग्ने के हो गर्ने के हो कसरी हुन्छ मिलेर खाने भन्ने यति बुझिया होइन यिनीहरू कसरी हुन्छ अहिले यसो यसो हेरेर बजारमा राख्ने एकता भइरहेको छ पार्टीको भ्रष्टाचारको मुद्दा लागेको छ सबै उतातिर गएको छ किन सबै मुद्दा लागेको छ नि त उता गएको छैन तर अब यति बनाएर छोड्छु भने चाहिँ भ्रष्टाचारका मुद्दा लागेको छ सब उता गएको छ क्रान्तिकारीहरू जति सब यता आएको छ अब कतापट्टि लाग्ने भनेको अब किता क्लियर हुँदैछ यहाँ छुट्टै जनमत संग्रह गरेर भित्र चाहिँ एक्सरे गरेर यसको मनमा के छ भनेर हेर्न जरुरी छैन को कतापट्टि उभिन्छ अब त्यही हो भनेर बुझ्यो हुन्छ बजारमा यो कुरा बुझ्नुपर्छ यहाँ हामीले दलित भनेर यो भनेर त्यो भनेर हामी कसैका विरुद्धमा आएको होइन दलितलाई नमार दिनुहोस् दलितलाई मार्नु हुँदैन यो बेलामा संसार कहाँबाट आइफोन खेलाउने इभी गाडी चढ्ने आइफोन ल्याइसँग कुरा गर्ने अनि उस्तै अनुमान गरेको कहीँ उस्तै रगत वर्ग क्षेत्र धर्म निगत त्यो बुझेर आकाशमा पनि फेरि दलित बनाएर अहिले पनि विभेद गरेर राख्ने भन्ने हुन्छ अझै पनि मान्छेले यो खालको अपहेलना गर्न मिल्छ अझै यो भन्दै गर्दाखेरि मान्छेहरू चाहिँ यसो म सुन्छु तपाईँलाई काटे पनि रातै मलाई काटे पनि रातै रातै रगत त छ गोरु काटे पनि त रातै हुन्छ त त्यो भैँसी काटे पनि रगत त रातै हुन्छ रगत रातो भएर सबै एक बा होइन दुईटा खुट्टा टेक्या भएर त कुखुरा भाले पनि दुईटा खुट्टा टेकेर हिँड्ने हुन्छ त सबै दुईटा खुट्टा टेक्ने जति सबै एक हुने भन्ने होइन मान्छे मान्छे हो मान्छेलाई मान्छेको धर्मले मान्छेको संस्कारले छलफल गर्नुपर्छ हामीले भनेको त्यो हो क्या हामीलाई छुट्टै हामीलाई पनि दलित दलित भन्दै हिँड्दै यो रहरको विषय होइन तर दलितमाथि जे खालको हिंसा भएको छ जे खालको विभेद भएको छ जे खालको अत्याचार भएको छ यसको विरुद्धमा बोल्नु जरुरी छ दलित गैर दलित सबैले एउटा किताबमा उभिएर बोल्नु जरुरी छ यो बेलामा कङ्ग्रेस एमाले माओवादीले जसरी दलितलाई बन्धक बनाएर अपहरण गरेर राखेका छन् यो अपहरणबाट मुक्त गराउनु पर्ने बेला भएको छ यो बेला त्यसैले मेरो तपाईँहरूलाई यो बेलामा अफिल छ अब दलित कतापट्टि उभिने भन्ने कुरा दुईटा कुरा राखेर म मेरो कुरा तपाईँको बिचमा टुङ्गाउन चाहन्छु आउँदै गरेको निर्वाचनमा दलित सत्यको पक्षमा उभिनुपर्छ दलित न्यायको पक्षमा उभिनुपर्छ आत्मसम्मानको पक्षमा उभिनुपर्छ लोकतन्त्रको पक्षमा उभिनुपर्छ गणतन्त्रको पक्षमा उभिनुपर्छ संघीयताको पक्षमा उभिनुपर्छ मान्छेले कतिबेला हामीलाई दलितहरू संघीयताको पक्षमा कि संघीयताको विरुद्धमा लोकतन्त्रको पक्षमा कि गणतन्त्रको विरुद्धमा प्रजातन्त्रको पक्षमा कि संविधानको पक्ष कि विपक्ष हामी संविधानको पक्षमा छौँ हामी लोकतन्त्रको पक्षमा छौँ गणतन्त्रको पक्षमा छौँ जनताका प्रतिनिधिले सेवा शासन गर्ने त्यो व्यवस्थाको पक्षमा छौँ हामी यो देशको कुनै पनि व्यवस्थाका विरोधीहरू होइनौँ तर भएको व्यवस्थामा हाम्रो मजबुत उपस्थिति के हो त हामीले पाउने के हो हामी उभिने कहाँनिर हो दलितले पाउने के हो यो छलफलको विषय हो दलितलाई मात्रै देऊ भने होइन दलितलाई पनि देऊ भने हो क्या हामीले एउटाले मात्र खाइरहने र एउटा मात्र अगाइरहने कुरा यो कुरा ठिक भएन यति कुरा म तपाईँको बिचमा राख्न चाहन्छु र हामी केही दिनमा हामी छलफल गरिरहेका छौँ हाम्रा मान्छेहरू अहिले बजारमा विभिन्न खालका समाचारहरू आउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा भालेनहरू मिसिँदै गर्दा उभिँदै गर्दा कुलमान सिंहहरू उभिँदै गर्दा नयाँ भनेका जति पनि अभियन्ताहरू पक्षमा उभिँदै गर्दा नैतिक रूपमा अहिले हामीलाई पनि सङ्कट परेको छ अब हामीलाई पनि नहुने बाध्यता परेर आइपुग्नु छ किन हामी कतै न कतै त उभिनुपर्छ हामीले यसो छलफल गऱ्यौँ देशभरका दलितले त हामीलाई भोट हाल्नु होला तर कुनै कारणवश हामी प्रत्यक्ष लडेको ठाउँमा हामीले चुनाव हार्यौँ भने हामीलाई आएको भोटले पनि भोलि त काङ्ग्रेस एमालेलाई फाइदा हुने काम गर्नु हुँदैन यो हामीले गरेको चाहिँ स्पष्ट कुरा यो मैले यसो बुझेको बेलामा कसले जित्छ भने काङ्ग्रेस एमाले देखिनु भएन बजारमा काङ्ग्रेस एमाले जित्नु भएन फेरि त्यही कुटी औँला ल्याएर सिंहदरबारबाट यसो टक्का गर्ने काम त बन्द हुनुपर्छ यो बेला रोकिनुपर्छ यो बेला हामीले यसमा स्पष्ट बुझाइन्छ त्यसैले गर्दाखेरि यो बेलामा दुईटा कुरा छ चुनाव जित्ने मात्र कुरा होइन अघि पछिको नर्मल चुनाव हुन्थ्यो भने हामी आफ्नो अस्तित्वको लागि एउटा पार्टी खोलेर हामी पार्टी खोलेर नेपालको इतिहासमा पहिलोचोटि के अरे निर्वाचन आयोगमा गएर बाजा बजाएर निर्वाचन आयोगमा पार्टी दर्ता हामीले गरेर आएको
हामीले पार्टी परिस्थिति निर्माण हुँदै गर्दा पार्टी दर्ता गर्न पनि सक्छौँ भन्ने कुरा उदाहरण हामीले पेश गरिसकेका छौँ। हामी काठमाडौँमा आन्दोलन गर्न पनि सक्छौँ भन्ने कुरा हामीले पेश गरिसकेका छौँ। योभन्दा पहिला आज जति पनि काङ्ग्रेसमाले जसरी खरानी भयो 24 गतेमा आगो लाग्यो हो त त्योभन्दा पहिला त रोडमा उभिएर ट्राफिकले झैँ हातखुट्टामा नाङ्लो दाङ्लो साम्लो लगाएर भ्रष्टाचारीको घर यता देश लुटेको घर यता फलानुको घर यता यता भनेर बाटो देखाउँदा हामी त हो त रोडबाट संसदबाट ज्ञानेन्द्र साई रविलाल छानेहरूले गरे अर्को प्रतिपक्ष भूमिका हिँडै बालन शाहहरूले गरे सत्यको पक्षमा हिँडै कुलमान घिसिङहरू उभिए सडकबाट घेरेर सुकाएको त हामीले त हो त हामीले गरेको यो सबै आन्दोलनले तपाईँ हामीले बोलेको त्यो सत्यको पक्षको आवाजले यी एकैचोटि खरानी भएको छ एकैचोटि। अब यसलाई देशलाई यो खरानीबाट देशलाई बाहिर लिएर आउनुपर्छ गुमराहमा जान दिनु हुँदैन। कङ्ग्रेस एमाले र माओवादीलाई एउटा मात्रै पीर के हो भने मर्दै गरेको लास मरेको लास कारागारबाट निकाल्न नपरे भए हुन्थ्यो भन्ने मात्रै उनीहरू अरू केही पनि छैन यिनीहरू मर्ने बेलामा जेल जानु नपरे हुन्थ्यो देश बनोस् नबन्नु मतलब छैन यिनीहरू। तर त्यो चिन्ता हामीलाई छ किन हामीले पढेर आयौँ लेखेर आयौँ बुझेर आयौँ। अब यिनीहरू उमेरले 70 80 75 कट्या मान्छेलाई हे भगवान कति बेला काल आउँला भनेर हात जोडेर बसेका छन् यिनीहरू। पुलिस आउनुभन्दा पहिला काल आइदिए भए हुन्थ्यो भन्ने परेको छ यिनीहरूलाई चाहिँ पुलिस आउँदै काल आउँछ करान हाल्न नसकिने हाम्रो यसो बजाइहरू बाजेहरू यसो गरेर यस्तो दुःख सहनुभन्दा यत्रो पीर व्यथा सहनुभन्दा यत्रो रोग भोग सहनुभन्दा तुरुक्क काल आएर टपक्कै उठा लगिदिए भए हुन्थ्यो आफ्नो ज्यान फाल्न नसकिने भनेर बडो प्रार्थना गरेका छन्। कति यस्तो बुहारीको हेला सहनुभन्दा यो छोराको सासु यो वचन सहनुभन्दा बरु ट्याप्पै कान आएर टिपेर लगिदिए भए हुन्थ्यो भन्ने जे खालको हुन्छ नि अहिले केपी ओली शेरबहादुर वा प्रचण्डहरूलाई त्यस्तै भएको छ अहिले ज्यान आफै बासो लगाएर मरम भने ल झुनेर मऱ्यो भन्ने बेजेत हुने भयो। काल आउनु काल आइदियो हे भगवान आइदिया भयो पुलिस आउनुभन्दा पहिला काल आइदिया भए हुन्थ्यो भन्ने यिनीहरूलाई चाहिँ प्रार्थना छ। किन मर्ने बेलामा कारागारबाट निकाल्नु पर्यो भने त राम्रो भएन त्यो इतिहास छिटै मरिहाल्नु पनि भएको छैन फेरि अब त्यो खै भइपो हालिन्छ कि फेरि पनि भोलि कहीँ गठबन्धन हुँदै गर्दा भयो यो बडो यिनीहरूलाई मरम कि बाँच्नु भएको छ हाम फालेर मरम कि त्रिशुलीको पानीमा घर जानु त सौता छ माइत सानीमा भने आफ्नो भएको छ यिनीहरूलाई कता जाने अब यो त जनतातिर जाने हो लहटेवाला छन् जहाँ जान्छ बजारबाट कहाँ जाने भन्ने यिनीहरूलाई चाहिँ त्यो अप्ठ्यारो परेको छ। यो बेलामा हामीले चाहिँ स्पष्ट कुरा बुझ्नु पर्नेछ जनताले यो बेलामा कुरा बुझेर भने फेरि पनि देश सङ्कटमा पर्छ फेरि पनि देश अप्ठ्यारोमा पर्छ। त्यसैले गर्दा अहिले हामी छलफल गरिरहेको छौँ तपाईँले स्पष्ट भन्दै गर्दा साथीहरू पनि हामी छलफल गरिरहेका छौँ त्यो परिस्थिति बन्दैछ। केही दिनभित्रमा हामी राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा त्यो टिममा उभिएर त्यो जाने तयारीमा छौँ जानुपर्छ भन्ने एउटा खालको छलफलमा छौँ। फाइनल भइसकेको छैन तर एउटा खालको छलफलमा हामी छौँ कसरी जाने त्यहाँ दलितहरूको मुद्दाको विषय के हो राष्ट्रिय स्वतन्त्र पार्टीले हाम्रा मुद्दालाई कसरी बोकेर जान्छ दलितको मुद्दालाई कसरी बोकेर जान्छ ती मुद्दा उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने सन्दर्भमा पार्टीले प्राथमिकता विषयमा राख्छ कि राख्दैन भन्नेमा छौँ पनि हामी। किन बजारमा त दुई थरी मादल बजेको छ भने एउटा मादल रामको पक्षमा बजेको छ एउटा मादल रामको पक्षमा नाचेको छ। रामहरू राक्षसको नाच नाचिरहेको छौँ मुन्डुतिर रामहरू बजारमा भजन कीर्तन गरिरहेको छौँ। अब हामी पनि छुट्टै मादल बजार नाच्न आयो भने ताल बिग्रिन्छ भन्ने हामीले बुझेको छौँ। कतापट्टि नाच्ने त फेरि मादल एकातिर हामी मात्रै एकातिर नाचेर पनि भएन फेरि मादलको तालमा हाम्रो पनि ताल मिलाउनु पर्छ भन्नेमा चाहिँ हामी त्यो सरसल्लाह भइरहेको छ। हामी मात्रै छुट्टै नाच्न आयौँ भने फेरि कहीँ पुग्नेवाला चाहिँ त्यो बच्चा मैले देखेको छैन। कताचित फेरि कहीँ कतै बिचकियो र फेरि तिनै फेरि दाइ भाउजू बाहरू फर्केर आयो भने यी छोराछोरीको चाहिँ फेरि सत्यानाश हुनेवाला चाहिँ एउटा बुझ्छु कुनै हालतमा पनि फर्किनु हुँदैन यो बुझ्नै पर्छ। लोकतन्त्रमा चित्त नबुझेका मान्छेलाई देश निकाला गर्ने भन्ने कानुन बनाउन सकिन्न चित्त नबुझेका मान्छेलाई मृत्युदण्ड दिने भन्ने कानुन बनाउन सकिन्न फेरि पछार्ने भनेकै ठोक्ने भनेकै गोली ठोक्न सकिन्न लोकतन्त्रमा यो देशमा मृत्युदण्ड छैन ठोक्ने भनेकै पछार्ने भनेकै यही चुनावको ब्यालेट बक्सले यही भोटले यही बेला तपाईँको हातमा छ त्यो हाम्रो छ। त्यसैले हामीले अस्ति पनि सरकार बन्दै गर्दाखेरि म पहिला योभन्दा पहिला बनेको केपीको सरकारका विरुद्धमा 45 दिनसम्म हातखुट्टामा नेल लगाएर दलितलाई खै भनेर सडकमा उभिए। तर यो सरकार बन्दै गर्दा मैले सुशीला आमालाई पनि भनेको एकजना पनि दलित परेन छ त्यो सरकारमा भने पनि म चाहिँ विरोध गर्दिनँ। किन अहिले देशलाई सङ्कट परेको छ हाम्रो कारणले 1 मिनेट पनि शपथ ग्रहण ढिला भयो र कुनै कारणले देशमा राजा आउने अवस्था बन्यो भने किन त्यति बेला सरकार नबन्ने बेला त कतिले राति 12 बजे राजा आउँदैछ भनेर कोही पनि निधाएनौँ हामी त राति चाहिँ सैनिक शासन लाग्दैछ भनेर कोही पनि निधाएनौँ हामी। कुनै कारणवश देशमा राजा आयो भने सैनिक शासन लाग्यो भने वा कुनै गलत मान्छेको हातमा देश पर्यो भने जनतालाई दुःख हुन्छ भने सबै साथीहरूलाई थपथपाएर के भनेको थियो भने यो सङ्कटको घडीमा हामीले भाग खोज्ने बेला होइन न्यु खोज्ने बेला होइन एकजना मान्छे पनि यो क्याबिनेटमा परेन छ भने आमा
क्याबिनेटमा आयो भने मन्त्री बनेर साथ दिन्छु, सडकमा बस्यो भने छोरा बनेर तिम्रो साथ दिन्छु। हामी यो बेलामा देशलाई सघाउनु पर्नेछ। हामीले पछाडि बस्यौँ। क्याबिनेटमा पहिलो डाक्टर मदन परियार हाम्रो समुदायबाट प्रतिनिधित्व गर्यो। फेरि दोस्रोचोटि तेस्रोचोटि पर्ने बेलामा म पनि मन्त्रीको लिस्टमा परेँ। म श्रम तथा रोजगार मन्त्री भनेर राष्ट्रपति कार्यालयमा मेरो पनि नाम पऱ्यो। अनि पछाडि समाचारहरू आउन थाले, चोर हो, गुन्डा हो, डाका हो, भ्रष्टाचारी हो, यो हो, त्यो मलाई त सस्तो सराप गाली गरेको त म हेरिरहेको छु। अनि पनि यसो हेरेँ, अरू के पनि थियो। मैले सरकारमा जाँदै गर्दा गर्ने भनेको यति मात्र थियो। मैले त्यति बेला मैले प्रधानमन्त्रीलाई पनि भनेको थिएँ, सरकारमा गयो पनि नगयो पनि तिमीलाई सङ्कट पर्दै गर्दा छाती थाप्न चाहिँ हामी तयार छौँ। तिम्रो छोरा आउँदैछ, मन्त्री आउँदैछ होइन, तिम्रो छोरा आउँदैछ भने यसो हेर सुशीला कार्कीलाई। एक रात बालुवाटारमा यसो हेरेर राति 12 बजेको छ, हाई हाई तडेर आँखी भाउ फुल्या छ, सिउँदोको रौँ फुल्या छ, अनुहार चाउरी चुरी परेको छ, थाम्रो कुर्ता सुरा लगाएर त्यो 2 फिटे चप्पल लगाएर प्रधानमन्त्री हाई हाई गरेपछि भने यसो अनुहारमा हेरे, यस्तो मान्छेले के रहर होला त्यो बजारमा भनेको जस्तो साँच्चै अनुहार चाउरी चुरी परेको छ। अनि एकछिन झुपक्क निदाउनुहुन्छ, फेरि त्यो फलानु के भयो कि, फेरि एकछिन झुलाउँछ, ए फलानु के भयो कि, केही भएन। मान्छे यसरी लागेको छ भने हामीले किन साथ दिनु होला? हामीले साथ दिनुपर्छ। यो सरकार केपी ओली बन्नुमा जनताको रगत पसिना बगाएको छ, एमाले बन्नुमा, माओवादी बन्नुमा हजारौँ मान्छेले रगत पसिना बगाएका छन्, काङ्ग्रेस बन्नुमा हजारौँ मान्छेले गोली खाएका छन्। तर सुशीला कार्की प्रधान न्यायाधीश बन्नुमा कसले गोली खाएको छ? उनी त एउटा भन घोटेर बन्छ र ढुङ्गा घोटेर वनमा उम्रिएको एउटा 30 साल जस्तो ठिङ्ग आफ्नो क्षमताले उम्रिएको मान्छे हो। देशलाई सङ्कट परेको बेला म छु साथमा भनेर जिन्दगी दाउमा राखेर बजारमा आएको मान्छेलाई हामीले साथ दिनुपर्छ। यो बेलामा अन्ततगत मेरो शपथ रोकियो, तपाईँको मन्त्रीबाट नाम रोकियो, मलाई केही आपत्ति छैन, कुनै आपत्ति छैन। परिस्थिति बनेर मन्त्री बनिन्छ कि बन्दी बनिन्छ मलाई कुनै आपत्ति छैन। तर अपमानको सिंहासन भन्दा सम्मानको सुली प्यारो छ, अपमानको प्रधानमन्त्री भन्दा सम्मानको मृत्यु प्यारो छ भने हिँडेको भयो। यसमा केही पनि आपत्ति छैन। आज मन्त्री जान्छ, भोलि प्रधान थपेर आउँछ, भोलि प्रधानमन्त्री बन्ने पालो आउँछ। प्रधानमन्त्री परिस्थिति भन्दा प्रधानमन्त्री बनाउन, परिस्थिति भन्दा बन्दी बनाउन कुनै आपत्ति छैन। बन्नै पर्छ भन्ने लाग्यो होइन, तर देश बन्नुपर्छ। देशले गएर सास गर्न पाउनुपर्छ। जनताले सुखको घाँस ढुक्कले खाएर निदाउन पाएको दिन, त्यो दिन चाहिँ त्यो अवसर आउला नआउला कुनै आपत्ति छैन। त्यसैले जनता बन्नु पर्यो। आज दलितको बजारमा चाहिँ चर्चा परिचर्चा भइरहेको छ। आज जनजातिको महिलाको 50% महिला राख्नुपर्छ भनेर अहिलेको प्रधानमन्त्रीज्यूले भन्नुभएको। पहिला यो कुरा 33% मात्र पुग्थ्यो, अहिलेको समानुपातमा 50% पठाउनुपर्छ भनेर अहिलेको सम्माननीय प्रधानमन्त्री राख्नुहुन्छ। त्यसैले गर्दा अहिले पनि हामी यो मञ्चमा उभिँदै गर्दा पनि शपथ नखाए पनि म अहिलेको क्याबिनेटको अहिले पनि मन्त्री हुँ। शपथ मात्रै रोकियो। हामी सरकारको पक्षमा छौँ, हामी सरकारलाई सहयोग गर्ने पक्षमा छौँ। हामी सरकारले अहिले जे काम गरिरहेको छ, सिंहदरबार भित्र भएको भए मन्त्री बनेर, सिंहदरबार बाहिर छौँ छोरा बनेर अहिले पनि हामी सुशीला आमाको पक्षमा छौँ। किन? देशलाई सङ्कट परेको छ, देशलाई अप्ठ्यारो परेको छ। अहिले हामी यहाँ पनि छलफल गरिरहेको छौँ, हामी कोही पनि सुतेका छैनौँ, हामीलाई पनि चिन्ता छ। देशभरिका दलितहरूले हामीलाई हेरिरहनु भएको छ। यो कतापट्टि उभिन्छ, यो कतापट्टि जान्छ। कतिपयले खगेन्द्र सुनार मेरो एआईबाट राजासँग हात मिलाएको फोटो हालेर खगेन्द्र सुनार राजावादी हेर्नुहोस् भने मैले यस्तो अस्ति यसो हेरेँ। एक ठाउँमा म यस्तो गरेर उभिएको ज्ञानेन्द्र शाहले नमस्कार गरेको फोटोहरू हेर्नुहोस्, खगेन्द्र सुनार र ज्ञानेन्द्र शाह एउटा यस्तो हात मिलाएर हालेको हेर्नुहोस् खगेन्द्र सुनार भनेर विभिन्न खालको मान्छेहरू चाहिँ मान्छेहरूले हामीलाई हेरिरहनु भएको छ। साँच्चीकै खगेन्द्र सुनार राजावादीतिर जान्छ कि गणतन्त्रवादीतिर जान्छ, यतापट्टि जान्छ उतापट्टि जान्छ कि? कतिपय मान्छेले काङ्ग्रेसको पृष्ठभूमिबाट आएको मान्छेहरूले दियो, काङ्ग्रेसमा फर्केर जान्छ कि? मान्छेले यो खालका टिकट गोली गरेका छन्। त्यसैले आज तपाईँले स्पष्ट भन्नुपर्ने र सबैले सुन्ने गरी पनि बताउनु पर्ने कुरा, हामी कङ्ग्रेस कम्युनिस्ट कसैको पक्षमा छैनौँ, हामी कोही राजा साजाको पक्षमा छैनौँ। हामी यो देशको पक्षमा, जनताको प्रतिनिधि पक्षमा अहिलेको परिवर्तनको जेन्जी आन्दोलनको जसले त्यो स्वामित्व ग्रहण गरेको छ, जसले त्यो आन्दोलनलाई शिरमा बोकेर हिँडेको छ, तिनी मान्छेहरूको सत्यको पक्षमा छौँ। त्यसैले गर्दा अबको केही दिनभित्र हामी त्यो तयारीहरू गरिरहेका छौँ, हामी त्यो ड्राफ्टहरू गरिरहेका छौँ। सम्भवतः केही दिन पछाडि हामी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटा सहकारीको तयारीमा छौँ। हामी देशभरिका दलितहरूलाई एउटा सत्यको पक्षमा चाहिँ उभिनुपर्छ भन्ने खालको त्यो एउटा छलफलमा छौँ। बालन शाह, कुलमान घिसिङ र रवि लामिछानेसँग एकचोटि बसेर 1-2 चरणको छलफल अस्ति पनि बालन शाहजीले पनि घरमै पनि बोलाउनु भयो। रातिसम्म बसेर हामीले त्यहाँ पनि छलफल गरेका छौँ, कसरी यसलाई चाहिँ विकास दिएर जाने भनेर उहाँलाई पनि बडो चिन्ता छ। अनि यतिपय यसो साथीहरू देखेर आउँछ, कतिपयले चाहिँ
बालन शाहलाई गरेको टीका टिप्पणी दिँदा भयो। बालन शाहले काठमाडौँमा सिकन्दरबाद दलले गर्दा दमकल किन पठाएन? बालन शाहले फलानुले आगो लगाए। 75 वर्षसम्म देशमा घुसमा आगो लगाएर कसले राखेको थियो? देशमा आगो लगाउने अवस्थाको सिर्जना कसले गरेको थियो? यसो हेर्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगो लाउँदै आगो लाउने केपी ओलीका कार्यकर्ता पक्राउ पर्यो भन्ने लेख्ने यिनै होइन? शेरबहादुरका घरमा आगो लाउने काङ्ग्रेसका कार्यकर्ताहरू पक्राउ पर्यो भन्ने लेख्ने यिनीहरू होइन? कसले देखाएको थियो? के मतलब थियो? एउटा घरमा कहीँ कतै बिजुली सड्केर आगो लागेको भएको ऊ पठाउनु के अरे त्यो ट्याङ्कर पठाउनु, त्यो बारुद यन्त्र पठाउने होला। संसारभरि आगो लगाएको छ, बालन शाहले कहाँ जर्कुनमा पानी लिएर जाने थियो? कम्तीमा मान्छेले बुझेर चाहिँ एउटा टीका टिप्पणी। अहिले मान्छेले बालन शाहले प्रति गरेको टिप्पणी भनेको उहाँले प्रधानमन्त्री बन्न नपाउँदा मान्छे रिसाएका हुन्, प्रधानमन्त्री बन्न नआइदिएको कारणले गर्दा। तर हामीले त्यति बेला पनि के भनेका थियौँ भने बालनजीलाई 6 महिनाको प्रधानमन्त्री होइन 5 वर्षको प्रधानमन्त्रीको रूपमा लिएर आउनुपर्छ भनेर हामीले त्यति बेला पनि भनेका थियौँ। किन देश सङ्कटमा परेको छ, कसैले चाहिँ यो देशको नेतृत्व गर्नुपर्नेछ। त्यसैले धेरै कुरा छन् बताउनु पर्ने, धेरै कुरा छ भन्नुपर्ने। मेरो कुरा टुङ्गाउँदै र तपाईँलाई भन्नुपर्ने कुरा के हो भने नयाँ राजनीतिक शक्तिहरू एउटा पृष्ठभूमिमा उभिनुपर्छ भन्ने कुरा संसारको मागको विषय बनेको छ। हामीले एउटा के ड्राफ्टहरू गर्दैछौँ र मुद्दामा राष्ट्रपालले मुद्दामा नयाँ शक्तिहरूले हाम्रो मुद्दामा प्रतिबद्धता जनाएको खण्डमा हामी त्यो नयाँ बन्दै गरेका राजनीतिक शक्तिमा एउटा बिन्दुमा उभिएर त्यो जाने त्यो तयारी गरिरहेका छौँ। त्यो बिन्दुमा हामी निश्चितै तयारी गरिरहेका छौँ। किन एउटा भोट भए पनि सत्यको पक्षमा खस्नबाट हामीले रोक्नु हुँदैन। एउटा भोट पनि हामीले न्यायको पक्षमा खस्ने भोटलाई अब हामीले रोकिदिनु हुँदैन। हाम्रो कारणले 4 भोट कम भएर कोही कतै हार्ने अवस्था बन्छ भने त्यो इतिहासमा ठुलो पाप लाग्छ हामीलाई। भोलि देश सरल अवस्थामा जाँदै गर्दा, भोलि देश नर्मल अवस्थामा आउँदै गर्दा भोलि फेरि मुद्दाका विषयहरू छलफल गरौँला। आसन्न निर्वाचनमा मैले फेरि पनि भनेको छु, देशैभरिका उपेक्षित उत्पीडित वर्गहरूलाई, ती नवराजका परिवारदेखि यहाँका अजित विद्यासम्मका परिवारलाई हामीले एउटा किताबमा, एउटा ढिक्कामा, एउटा माला, सयौं थुङ्गा फुल्का हामी एउटै माला नेपाली भने चाहिँ एउटा मालामा चाहिँ जोड्ने एउटा प्रयास गरिरहेका छौँ। यहाँसम्म आइदिनु भयो, सुन्ने र सुनाउने मौका दिनुभयो। यो अपराध र मेहनतको लागि हाम्रो विशेष गरी बागमती प्रदेशबाट सहमन्त्री भन्नुभएको राजन भुजेल दाइले, हाम्रो राजुजीलाई लगायत हाम्रो यो सबै टिमलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। केन्द्रीय कमिटी टिमको लगायत सबै टिमले चाहिँ यो मेहनत गर्नुभएको छ। हामी 7 दिन 4 हामी त यसै त नसुतेको त हामी 6-7 वर्षै भइसक्यो। हामी 2 घण्टा 3 घण्टा भन्दा रात दिन कहिले पुलिसका कोर्टमा, कहिले बाटोमा, कहिले सडकमा, यो रात दिन। तर आज रेगुलर नसुतेको पनि 4-5 दिन चाहिँ भएको। यो बिचमा पनि तपाईँहरू आइदिनु भयो, सुन्ने र सुनाउने मौका दिनुभयो, जोड्यौँ। तपाईँ हामी कहीँ कतै यो सम्पर्क नम्बरहरू सबैको होला। एउटा मुद्दामा चाहिँ सहकारी गर्न दलित, गैर दलित विभिन्न समुदायका साथीहरू पनि हुनुहुन्छ, सबै समुदायको हुनुहुन्छ। देशलाई सङ्कट परेको छ, यो समुदायबाट माथि उठेर जात, वर्ग, क्षेत्र, धर्म, लिङ्ग यो आफ्नो अवसरबाट माथि उठेर मैले फेरि पनि भने भोलि कुनै नयाँ पार्टीमा समाहित हुँदै गर्दा पनि म केही पाउँदिनँ भने कुनै आपत्ति छैन। मैले अहिले पनि तपाईँलाई भन्नुपर्ने, मैले साथीहरूलाई पनि भनेको छु, कुनै पार्टीमा जाँदै गर्दा सांसद हुन पाइएन छ भने मलाई कुनै आपत्ति छैन, केन्द्रको नेता हुन पाइएन छ भने मलाई कुनै आपत्ति छैन। देशले पाउनु पर्यो, पहिला देशले जित्नु पर्यो। हामीलाई पनि केही फरक पर्दैन, व्यक्ति बन्ने कुरा केही फरक पर्दैन। अनि हामीले भनेको त्यो नेतालाई कुनै अरू पार्टी मैले अस्ति बालन शाहजीलाई भेट्दा पनि भनेको मैले मेरो विषय चिन्ताको विषय नलिनुहोस्, म प्राथमिकता विषय छोडिदिनुहोस्, म बन्छु भन्दैन छोडिदिनुहोस्, तर देश बन्नु पर्यो, पहिला देशको नेतृत्व। अहिले पनि भनेको कुरा थिएँ, भोलि कुनै पार्टीमा बस्दै गर्दा पनि हामीले यो देश सङ्कटमा परेको बेलामा अस्ति रविलामी छानेलाई, बालन शाहलाई, कुनाल घिसिङलाई पनि हामीले भने हामीलाई केही चाहिँदैन, तर देश बन्नु पर्यो। यहाँका दलित, गरिब, उपेक्षित, उत्पीडित वर्गले पाउनु पर्यो, तिनको प्रतिनिधित्व हुनु पर्यो, तिनलाई न्याय हुनु पर्यो। अहिले पनि हाम्रो कुरा हामी बन्छौँ भन्दैन, तर बनेर गएको दिन फेरि, उभिएको दिन फेरि, संसदको रोस्टरमा यो माइक पाएको दिन फेरि दलितको पनि हाँस्ने दिन आउँदैछ, दलितको पनि बाँच्ने दिन आउँदैछ, दलितको पनि हाँस्ने दिन आउँदैछ, दलितको पनि बाँच्ने दिन आउँदैछ। संसारको लागि मरेको हामी, दलितको पनि नाच्ने दिन आउँदैछ। बस दलितको पनि सुखको दिन आउँदैछ, दलितको पनि दिन आउँदैछ। अब हिसाब हुन्छ, काङ्ग्रेस मान्ने लागि आउँदै ती सजिलै छोडे जान्छ। यिनीहरूको एक कुरा कपडाकै खाली यहाँ पुऱ्याएको घाँटी समातेर भित्र औँला हालेर तानेर 7 सालबाट अहिलेसम्म 75 वर्षसम्म लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा, प्रजातन्त्रको नाममा दलितलाई बन्धक बनाएर, दलितलाई अपहरण गरेर फ्रुटी चुसिया जस्तो जसरी चुसेर राखेका छन् नि दलितलाई, एक कुराको यिनको थुक लाएर खनखनी गरेर क्यासमा हिसाब हुन्छ, उधार हुँदैन। संसदमा पुगेकै दिन, त्यो माइक पाएकै दिन हिसाब हुन्छ, सबै दलितलाई न्याय हुन्छ, सबैलाई न्याय हुन्छ। उपेक्षित, उत्पीडित वर्ग सबलाई, त्यो काङ्ग्रेसभित्र दलितलाई पनि न्याय हुन्छ, एमालेभित्र दलितलाई पनि न्याय। अहिले मलाई धेरै मान्छेहरू यहाँ बसिरहेको छ, हामीहरू काङ्ग्रेसका धेरै नेताहरू हुँदै फोन गरिरहनु भएको छ, ए हामीलाई यति वर्षदेखि यसरी रुवाउँदै राखेको छ नि काङ्ग्रेस, यसरी रुवाउँदै राखेको छ नि एमाले, माओवादीले रगत प्रश्न। अस्ति इन्डिया जाँदा यस्तो देखिन्छ, टाउकोमा छर्रा बोकेको छ, शरीरमा गोली बोकेको छ, मनमा पीडा, समाजले आतङ्ककारी भनेको छ, समाजले गाली गरेको छ।
सबै पीडा त्यो घृणा त्यो अपमान त्यो अन्याय सहेर बसेको छ दलित यहाँ। पिर नखपेको कुनै व्यक्ति छैन, अन्याय गरेको गाउँ छैन, ठाउँ छैन। त्यो अपमान त्यो घृणा त्यो पीडा त्यो अत्याचार भनिसाध्यै छैन, भनिसाध्यै छैन दलित। तर सबैको समस्याको समाधान हुँदैछ, त्यो दिन आउँदैछ, त्यो सुखको दिन आउँदैछ। कसैले पनि सानो मन नगर्नु, कसैले खिल्न मन नगर्नु। तिम्रो भाइ आउँदैछ, तिम्रो दाइ आउँदैछ, कोही आउँदैछ बजारमा, केही हुँदैछ नयाँ। कसैले पनि त्यो आश नमान्नु, त्यो निराश नहोस्। उत्साहका साथ लड्नु। जति पनि यहाँ हाम्रो केन्द्रको कमिटीको टिममा चाहे तल बसिरहनु भएका जति पनि साथीहरू हुनुहुन्छ, यो सङ्कटको बेलामा छ। हामी सानो औँला ठुलो औँला, राम्रो औँला नराम्रो औँला, गोरो औँला कालो औँला, तर यो सङ्कटको बेलाको हामी एउटा नेता हो, यो समाजको एउटा यो आन्दोलनको एउटा अगुवा। हामीलाई कमजोरी गर्ने छुट छैन। मलाई कसैले त जिन्दगीभरि सांसद बन्न पाउँदैनस्, मन्त्री बन्न पाउँदैनस्, तर देशले जित्छ भने के गर्छस् भने मलाई चाहिँदैन भाइ, तर देशले जित्नु पर्यो। म जिन्दगीभरि मलाई कुनै आपत्ति छैन, तर देश बन्नु पर्यो। यहाँका दलितले बन्नु पर्यो, यहाँका महिला उपेक्षित उत्पीडित वर्गले बन्नु पर्यो। देश पहिला, त्यसपछि अरू, त्यसपछि अरू। यति कुरा तपाईँको बिचमा राख्दै यो कार्यक्रमको आयोजना गरिदिनु भयो। यो सबै साथीहरूलाई, यो चाहिँ केन्द्र कमिटीमा जति पनि साथीहरू यही बस्नु भएको छ भने आफैले फेरि पनि यही अनुहारहरू भोलि सम्भव भए सन्दर्भमा हामी चुनाव लडेर जितेर पनि आउनेछौँ। यिनै अनुहार बिचबाट तपाईँले केही समयमा सांसदको रूपमा देख्न पाउनुहुनेछ। यिनै अनुहारको बिचबाट केही समयमा मन्त्रीको रूपमा देख्न पाउनुहुनेछ। यिनै अनुहारको बिचमा केही समयमा कोही पार्टीका केन्द्रीय सदस्य विभिन्न जिम्मेवार यिनै साथीहरू बन्नेछ। हामीसँग ठुलो टिम देश विदेशबाट जोडिएको छ, तपाईँ पनि जोडिनुहोस्। यसलाई एउटा शक्तिको रूपमा निर्माण गरेर जानुपर्ने बेला भएको छ। दलितको मुद्दा सेलाएको छैन, दलितको मुद्दा चिसिएको छैन, कतै मिसिएको छैन, कतै सकिने अवस्थामा छैन। अशक्त आन्दोलनलाई थप सशक्त बनाएर लिएर जानुपर्ने एउटा त्यो जिम्मेवारी हाम्रो काँधमा आएको छ। इतिहासमा कहीँ कतै खुट्टा कमाउने छुट्टा हामीलाई छैन। निकट भविष्यमा मजबुत राजनैतिक वैकल्पिक शक्ति निर्माणको सन्दर्भमा एउटा कित्तामा र एउटा ढिक्कामा उभिएर जानुपर्ने बेला भएको छ। यो बेलामा तपाईँ सबैले साथ दिनुहुनेछ। बोल्दै जाँदा कहीँ कतै मेरा वचनले कहीँ कतै मनमा नमिठो लागेकोमा तपाईँको पाउच गरेर माफी माग्न चाहन्छु, तर सत्यको वचन तितो र तीखो हुन्छ, यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। र आसन्न निर्वाचनमा फेरि पनि भोलिको दिनमा एउटा सत्यको पक्षमा मतदान गर्न सबैले हामीले एक-एकजनालाई भन्दै जानुपर्नेछ। निराशा, आक्रोश, आवेग, बदला, घृणा, कुण्ठाले मात्र केही हुँदैन। एउटा केही नयाँ गर्ने एउटा उत्साह ऊर्जाले आएका साथीहरूलाई साथमा साथ र हातमा हात मिलाउन सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छु। यो कार्यक्रमको आयोजना गरिदिनु भयो र यो पार्टीलाई यहाँसम्म ल्याउनको लागि अवराध खट्ने यो सबै टिमहरूलाई, विशेष गरी केशव दाइलाई 0 समयदेखि साथ दिएर, हात दिएर, 2 रुपियाँ पैसा दिएर आन्दोलनलाई जुरुकै काँधमा बोकेर सबै त्यो अन्याय र अत्याचारको यो अप्ठ्यारो परिस्थितिको बिचमा 0 समयदेखि घाटदेखि यो ठाउँसम्म आउने बेलासम्म साथ दिएर यहाँसम्म आउने विशेष गरी केशव दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लगायत सबै टिमलाई, यो अगाडि बस्ने सबै पदाधिकारी टिमहरू, केन्द्रीय सदस्य साथीहरू, जति पनि यहाँ उपस्थित सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रम अब समाप्ति गरेर हुनेछ। ठिक छ, अबको केही समयमा यो कार्यक्रम समापन हुनेछ। र सबैलाई उपस्थितलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई पनि बिदा दिनुहोस्। धन्यवाद। धन्यवाद हाम्रो सभापति खड्गज्यूलाई। समयको बहावसँगै हामीले बग्न जाने भने सही गन्तव्यमा पुगेर एक दिन शुद्ध र पवित्र भएर हामीहरू निक्लिनेछौँ भन्ने कुरा आशा गर्दछु। आफ्नो अमूल्य समयको बावजुद विभिन्न समय सदुपयोग गरेर आफ्नो समयलाई, अमूल्य समयलाई व्यवस्था गर्नुहुँदै हामीहरूलाई सम्झेर आइदिनु भएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद जनाउँछु। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, हामीहरू लगातार जीवनको अग्रगामी स्थानमा उभिन लागिरहेका छौँ। यसमा अब हामीहरूको भाग्य निर्माण गर्ने र हामीहरूको भाग्य कोरिने समय आइरहेको छ। यसमा हामीले सधैँ सबै समय सतर्क भएर साथ दिन सक्ने हुन सकौँ भने म अनुरोध गर्दछु। आफ्नो जिन्दगीको प्रवाह नगरेर, आफूलाई अर्पण गरेर सुख र शान्ति र जीवनलाई हर्ष उल्लासमय बनाउनको निम्ति आफूलाई दान गर्नुहुने, बलिदान गर्नुहुने यहाँ सम्पूर्ण मित्रहरूलाई हृदयदेखि नै धन्यवाद चढाउन चाहन्छु। कार्यक्रमको हामीहरू अन्त्यमा आएका छौँ। सभाध्यक्षको अनुमति आइसकेको छ। हामीहरू यो कार्यक्रम औपचारिक रूपमा समाप्त भएको जानकारी यहाँलाई जानकारी दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।